यो चाहिँ हामी चम्पादेवी जाने क्रममा हो। हात्तीवन डाँडाबाट हामी केही अगाडि बढिसकेका छौँ। यस्तो सुन्दर शान्त प्राकृतिकले भरिपूर्ण दृश्यहरू देख्दै हुनुहुन्छ तपाईहरू। बाटो कहीँ ओह्रालो कहीँ उकालो हुँदै हामी अगाडि बढिरहेका छौँ। राम्रो ठाउँ छ, फोहोरहरू नफालिदिनु होला होइन। तपाईँहरूले फोहोर फाल्ने काम चाहिँ नगर्नु होला। सकिन्छ भने उठाउनु होला, सकिन्न भने फोहोर चाहिँ नगरिदिनु होला। यो अनुरोध गर्न चाहन्छु मैले होइन। सकिन्छ भने सबले फोहोर उठाउँ होइन, सकिन्न भने फोहोर पनि नगरिदिनु क्या है। एउटा प्लास्टिक देख्यो भने फेरि मान्छेले अर्को प्लास्टिक चाहिँ थपिदिन्छ क्या यहाँ फोहोर फाल्न पाइदो रहेछ भनेर। यस्तो चाहिँ नगर्नु होला साथीहरू। यस्तो सुन्दर ठाउँ छ है। अनुरोध, विनम्र अनुरोध। हजुर, यस्तो जङ्गलमा आइसक्यो। अब चाहिँ अलि आनन्दको बाटो आएको छ। मान्छेहरू फर्किने क्रम जारी छ। मान्छेहरू फर्किसके है। बाटोमा ठाउँ ठाउँमा चाहिँ यो खाने सानो सानो पसलहरू रहेछ है साथीहरू। अलिकति उकालो बाटो आयो साथीहरू। यहाँबाट माथि चाहिँ उकालो छ धेरै, घाम पनि चर्किरहेको छ। यहाँसम्म आउँदा चाहिँ ठिकै छ। खासै थाकेको महसुस भएको छैन। हामी चाहिँ धेरै एक्सपिरियन्स भइसक्यो हाइकिङको, त्यही भएर हामी थाकेको छैनौँ। हाम्रो डिएनएमै छ होइन। यहाँ आउँदा चाहिँ पानी चाहिँ बोनस टिप्स हो। पानी चाहिँ बोकेर आउनु होला है। आएपछि बोतल चाहिँ यहाँ नफाल्नु होला, बोकेर घरमै लानु होला होइन। पानी चाहिँ मोस्ट इम्पोर्टेन्ट। धेरै बोक्नु होला, पसिना धेरै बग्नेवाला छ तपाईँहरूको होइन। जति जति माथि बढिँदैछ भ्यालीको भ्यू त्यति राम्रो देखिँदैछ साथीहरू। उकालो सुरु भयो। यो हाइकिङको एउटा यो उकालो बाटोमा हिँड्दाखेरि जति गाह्रो हुन्छ नि त्योभन्दा डबल चाहिँ ओह्रालो झर्दाखेरि हुनेवाला छ। त्यो मान्छेलाई थाहा छैन होला, मेरो एक्सपिरियन्सले त्यो भन्छ। ओह्रालो झर्दाखेरि बडी चाहिँ पुरै हुत्तिन्छ, तर गल्न चाहिँ एकदम धेरै गल्छ। त्यो छ मेरो एक्सपिरियन्सले त्यो भन्छ है। बरु उकालोमा चाहिँ बिस्तारै जान सकिन्छ है। विचार गर्नु होला साथीहरू। यस्तो ठाउँमा आएको छौँ हामी। बाटो चाहिँ यस्तो छ है। गर्मी एकदम हुने देखियो। मान्छेहरूको पाइला धिमी धिमी भइसकेका छन्। एकदम उठाइरहनु भएको छ होइन। सकेसम्म फोहोर नगरिदिनु होला होइन।
सकिन्छ भने उठाउनु होला, सकिन्न भने फोहोर पनि नगरिदिनु होला, नफालिदिनु होला होइन। त्यही चाहिँ हाम्रो रिक्वेस्ट भयो। हजुर, आफ्नो आफ्नो ब्याग हुन्छ त्यसैमा हालिदिनु होला। त्यतिको जनचेतना भयो भने फोहोर पनि हुन्न। हामी चाहिँ अब चम्पादेवीको नजिकमा पुगिसक्यौँ। हामी यत्रो उकालो चढ्दा पनि अझै थाकेको महसुस भएको छैन, किन भन्नाले हाम्रो यात्रा अझै माथि छ। त्यो मनमा एक्साइटेड उत्तिकै छ होइन। त्यही भएर पनि हामी थाकेको महसुस नभएको होला र हामी गाउँको मान्छे भएर नि होला। यो हो हाइकिङको अवस्था। जति जति माथि बढ्दैछौँ त्यति खुट्टाको गति स्लो हुँदैछ है। यो चाहिँ हाइकिङको बेस्ट पार्ट हो क्या हो। पसिना जति बगिरहेछ, पानी त्यति थपिरहेछ, खुट्टा जति अगाडि बढिरहेछ त्यति गलिरहेछ। सबको अवस्था त्यस्तै छ होइन। त्यस्तो छ अवस्था। अहिले चाहिँ बाटो ठिक छ, अहिले चाहिँ घाम पनि छेकेको छ, तर एकदम हाइट भएर यस्तो देखिरहेछ। यस्तो छ है। गाइजहरूलाई थाकिसकेका छन्। काठमाडौँमा खाएको भात देखियो है साथीहरू। लगभग एक लेभलमा आइसक्यौँ जस्तो छ। सायद यहीँ हो क्या हो, यहीँ हुनसक्छ है गाइज, यहीँ हो जस्तो छ। यस्तो रहेछ। फाइनल्ली हामी चम्पादेवीमा पुगिसकेका छौँ। पुगेर पनि रेस्ट गर्ने काम भइरहेको छ। धेरै मान्छेहरू हुनुहुन्छ, एकदम राम्रो ठाउँ छ, आउनुहोला सबैजना। अब भस्मासुर डाँडा नेक्स्ट पार्ट
हेर्नुहोला साथीहरू है त।